आमा चाहिँ यो भिडियो हेरेर बसिराख्नु भएकोहरूलाई के भन्नुहुन्छ? के भन्नु, हेर्दै घिन लाग्छ होला। अब राम्रो भयो, सबैले हेरिदियो बुढाबुढीको। तेरा बजु नबढेको अनि माथि लक्ष्मीले पढायो, पर उसले पढायो। तर 3 दिन गयौँ त्यो बेलुका 1 घन्टा पढाएकै हो नि। अब पढ्न पढेपछि के गर्नु? फेरि पनि तपाईँहरूलाई स्वागत छ। पछिल्लो भिडियोको अत्याधिक सफलतापछि फेरि पनि हामीले नयाँ भिडियो ल्याएर आएका छौँ। बाउ तपाईँलाई स्वागत छ। धन्यवाद। आमा तपाईँलाई पनि स्वागत छ। स्वागत, धन्यवाद। धन्यवाद। आज चाहिँ हामी दुईजनामा को चाहिँ इन्टेलिजेन्ट, को चाहिँ जान्ने हुनुहुन्छ भनेर म क्वेसन सोध्छु ल तपाईँहरूलाई। तपाईँ जान्ने हुनुहुन्छ कि बाउ जान्ने हुनुहुन्छ? बाबु जान्ने हुन्छ होला नि। बाबु अब मेरी ऊ छोरा मान्छे, कहाँ छोरी? अनि छोरी मान्छे चाहिँ नजान्ने हुन्छ त त्यसै? जेठो भरे अन्तिममा जेठो त ऊ थाङसिङमा हुन्छ नि त। थाङसिङ भनेको ऊ छोरा मान्छे। बाउ तपाईँ जान्ने हुनुहुन्छ कि आमा? म जान्दा छु नि, आलो जोत्नु, आली लाउनु। तेरा बजुले जान्दैन त्यस्तो। यसो धान रोप्नु त जान्दछ। सजिलो क्वेसनबाट ल, कसले छिटो तपाईँलाई जसलाई छिटो आउँछ हात उठाएर भन्नु ल। नेपालको राजधानी कहाँ हो? अब अघि सोध्दा त्यही त घरमा नि हो राजधानी। मेरो राजधानी मेरै घरमा। नेपालको राजधानी त काठमाडौँ होला नि। काठमाडौँ हो? बाउ कहाँ हो नेपालको राजधानी? मेरो यहीँ हो। नेपालको चाहिँ? नेपालको त त्यही त नेपालकै त आफ्नो आफ्नो हुन्छ राजधानी त नि। राजाको नि हुन्छ, मेरो पनि हुन्छ। तिम्रो हुँदैन राजधानी? पासवर्ड भन्नु अब। ओके, अब अर्को क्वेसन सोध्छु। प्रदेश नम्बर 1 को राजधानी चाहिँ कहाँ हो? बाबुसँगको प्रदेश नम्बर 1 को राजधानी कहाँ हो? आउँदैन। 1 को राजधानी प्रदेश नम्बर 1 त हाम्रै त नि। अनि घर हाम्रै घरमा नि राजधानी आफ्नो आफ्नो हुन्छ त नि। धानी त नि घर आफ्नो आफ्नो हुन्छ। अब अर्को सोध्छु ल। आमाको उमेर कति भयो? उमेर भर्खर 16-17 हुँदैछ ल। सोधौँ न उसले जान्दा। आमाको तपाईँको उमेर कति भयो? अब मेरो उमेर अनि हेर्दै कस्तो छ, कति भयो। अब 60-70 पुग्ने मान्छे उमेर कति हुन्छ? तपाईँ 70 वर्ष पुग्नु भयो भने नि तपाईँको आधी चाहिँ कति हुन्छ? आधी 30 होला नि। कुरो बिग्रो त। अब आधीको कति हुन्छ अनि 30 त होला नि। 70 को आधी कति? 35 होला नि। 70 को आधी 35, 60 को आधी 30। आमा पनि जान्ने हुनुहुँदो रहेछ नि। जान्दा छ कि जान्दैन? आमालाई अनि बिहे गरेपछि चाहिँ किन पढाउनु, स्कुल किन नपठाउनु भएको? बुढी मान्छे कसैले नै पढाउनु लगेन। पढ्नु मन लागेन बिहे गरेपछि आमा? पढ्नु बुढो गएको छ, किन पढ्नु मन लागेन? ऊ मन्ताले पढायो। ऊ नौले बाबुहरूकोमा नाम लेख्नु गएको थिएँ। बाबु सुखुवारे गएको थियो। आइपुगेर नाम लेखेर आउँदा बाँसमा उनेर माथि झुन्ड्याएर तार हान्छु, 1 महिनामा सबै जानेन सने भन्यो। अनि कसम लागिन फ्याँकेको। म त्यो नाम लेखेको किताबै फ्याँकिदिएँ। तेरा बजु नबढेको अनि माथि लक्ष्मीले पढायो, पर उसले पढायो। तर 3 दिन गयौँ त्यो बेलुका 1 घन्टा पढाएकै हो नि। अब पढ्न पढेपछि के गर्नु? हो आमा, कह नि। कति वर्ष हुनुहुन्थ्यो त्यतिखेर? होइन, लक्ष्मीले पढाउँदा कस्तो वर्ष हो? तिम्रो डेडीहरू, काका, अङ्कल सबै थियो नि हौ। अन्त तपाईँ कति वर्षको हुनुहुन्थ्यो? म त कति वर्ष पुगेको थिएँ नि। अब बुबा जन्मिँदै 21-22 वर्ष पुगेको थिएँ। अनि अब खुरु जाँदा पो जानिन्छ। अब त्यहाँ गएर एकछिन 3 दिन गयौँ लक्ष्मीले पढाउँदा। कह पनि आएन? अलिकति आउँदै थियो। हात समाएर लेखिदियो। 3 दिन गयौँ, त्यहाँदेखि गइनँ। अब आउँदैन। यता आएपछि काम मात्रै सम्झना आउँछ, त्यो पढेको सम्झनै आएन। त्यो हात समाएर लेखिदिनेले कहाँ ल्याउँछ त? अनि त्यो बुढाबुढीहरूलाई पढाउँदा चाहिँ आमाले नाम लेख्नु जाँदा चाहिँ के भन्नु अरे? जाऊ बढ नै भनेको नि बढाउनु त। बाउले कराउनु भएन अरे त नि? किन कराउँदैन? जाँड रक्सी खाँदै मातेर कहाँ गएको थियो? गालुङ्गेको आमा
अब 1 महिना त्यस्तो नाम लेख्नु गएको बुढो कक्षा साथीहरू सबै पढ्ने अरे अनि गएको नाम लेख्नु बोलाएर भने अब 1 महिनामा पढिसकेन भने बाँसमा उनेर माथि झुन्ड्याउँछु अनि तार हान्छु भने 1 महिनामा आउँछ एक महिनामा एउटा क लेख्नु त जान्न भनेको नि त्यो चाहिँ जान्दैन अनि के 1 महिनामा क लेख्नु मात्र जान्नु भन्नुभएको थियो अरे त अब लेख्दा भए जाँदा त जान्ने थिएँ कि भए गइनँ खै जानेहरूले पनि खोइ के जानेको छ र के पढ्नु हो त्यही भएर बाउले अमेर नपठाउनु गएपछि त पढ्दा त काम नदिने रहेछ नि। जानेको भए त क लेख्नु जानेको भए त धेरै राम्रो हुन्थ्यो नि अब बाउले नै सिकाउनु नि अनि अलिअलि लेख्नु त म पनि स्कुल लगाएको अनि कहाँ होइन बाउलाई त लेख्नु त आउँछ नि त अलिअलि आउँछ नि आफै सिकेर त्यो डालो बन्नु त्यो डोको बुन्नु त कसैले सिकाएन आफै जाने त नि इङ्ग्लिसमा नि आइतबार सोमबारलाई के भन्छ इङ्ग्लिसबाट आइतबार सोमबार मङ्गलबार भन्छ सन्डे मन्डे सुन्नुभएको छैन सुन्नुभएको छैन बिर्स्यो नि अब सुन्दा भनिहेर्नु त अलिअलि सम्झिँदै अलिअलि बाउलाई आउँछ आउँदैन बाउले जस्तै भन्दै हुन्थ्यो त त्यो सन्डे मन्डे आउँछ सबै आउँछ त्यहाँदेखि भन्नु त भनिहेर्नु न आउँदैन एबिसिडी त्यति आउँछ अरे आउँदैन सन्डे मन्डे ट्युसडे सबै भन्नु न सबै आउँदैन एकचोटि भनिहेर्नु न एबिसिडी चाहिँ सबै आउँदैन अब बिर्सिसक्यो नि त नि यहाँ हेर्दैछु यो कडीमा सन्डे के मन्डे आज के लेखिरहेको छ यहाँ के लेखेछ चस्मा चाहिन्छ चस्मा लाग्यो ल आजको भिडियो चाहिँ यति नै भयो अन्त्यमा के भन्न चाहनुहुन्छ बाउ धेरै राम्रो धन्यवाद भन्नु भिडियो हेर्ने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ धेरै धन्यवाद मेरो चाहिँ हेरेको के भन्नुहुन्छ अरे भिडियो हेर्नेले धन्यवाद राम्रो होस् भनेको राम्रो भिडियो राम्रो होस् भने आमा चाहिँ यो भिडियो हेरेर बसिराख्नु भएकोहरूलाई के भन्नुहुन्छ के भन्नु हेर्दै घिन लाग्छ होला अब राम्रो भयो सबैले हेरिदियो बुढाबुढीको राम्रो निकालिदियो राम्रो भनिदियो भनौँ भने अब घिनै लाग्छ होला हेर्दै धन्यवाद भन्नु न धन्यवाद उनीहरूको धर्म चाहिँ उनीहरूको विचार राम्रो बनाइदिँदा पनि नराम्रो बनाउँदा पनि धन्यवाद भन्नु पर्यो ल आजको भिडियो चाहिँ यति नै ल बाई भन्नु न हातले नि गरिदिनु न बाउ नाति